यो बस पार्क हो। यहाँ तल मुनि मुनि गएपछि यो तल ट्रेनमा जाने हो। यो बस पार्क हो। यहाँ यस्तो बस पार्क हुन्छ। हामी यहाँबाट जाने डाइरेक्ट पर। यो ठाना बस पार्क यो माथि ब्रिज माथिको बस पार्क हो। यो यस्तो छ भ्यूज है। मान्छे जहिले भिड हो यहाँ। म धेरै सालपछि आएको चाहिँ यहाँ यता चाहिँ लगभग 8-10 सालै भइगयो होला। तपाईहरुलाई के देखाउनु कसरी देखाउने त? ल 8-9 साल भयो। 2 साल पछि 6-7 साल पछि होला सायद। म चाहिँ यस्तो भिड छ। गाईहरू खुल्लै रहेछ त्यहाँ है। यस्तो हेर्न सक्नुहुन्छ तलको दृश्य, ब्रिज माथिबाटको दृश्य। मान्छे लास्ट बिजी छन् के। बम्बई सहर हेर्दा लाग्छ रहर, तर यहाँ चाहिँ कसैको हात खाली हुँदैन। हाम्रा श्रोता दर्शक वृन्दहरू यस्तो यो यति हेर्नुहोस् कहीँ छ हिँड्ने ठाउँ छ ल भन्नु त। प्याका प्याक्यो। यो बारिसको सिजन हो। यति बेला म साउन 14 गते नेपालको 14 गते भएको छ होइन। अब यहाँ बसहरू लगाइरहेको छ। यो जमानाको बस हो हजुर। यहाँ तल झर्न मिल्छ। यहाँ तल पानी आएको छ यार, के मेला लाग्दो। मान्छेको प्याका प्याक यस्तो बिजी छ यार। धेरै पहिला एक्लै कहिले हिँड्थेँ यहाँ। इसको सैलेड में डाल देगा। जो पनीर बनाया कांदा कैबेज उसके अंदर डाल मिक्स कर रोटी के साथ खा, या तो ऐसे ही खा। नेक्स्ट ब्रिज मैले यहाँ उतार्छु भाउजू। अब पानी आनन्द छन्, पानी आनन्द छन्। अब आयो मार्केट, तर पानीले भिजाउँछ कि जस्तो लागिरहेको मलाई। यता हेरौँ त ल सबैले गाइजहरू। ल जाउँ अब हाम्रो क्यामेरा बन्द हुन्छ किनकि अब पानी परिरहेको छ। यस्तो छ है, पानी परेर यस्तो छ यहाँ त हिँड्नुपर्ने हो यहाँबाट। ल भाउजू र हाम्रो कञ्चनजी अगाडि हिँडिसक्नु भएको छ है। टक्क म चाहिँ उत्रिँदैछु। यहाँ यस्तो ठाउँमा त लास्टै बिग्रेको रहेछ होइन। यो पानी परिरहेको छ टक्क। फेरि पनि मैले बनाउँदैछु भिडियोहरू। मौसम यस्तो छ। हिँड्नु उता।
यहाँ मोबाइल दुकान टक्क You know what? Wait. I'll find my आहा ताजा ताजा अम्मा बोलती बाजी में गुड कपडा बेच्दा के किन्ने हो जाऊ न हिँड नि त हेर्न के मिल्दैन हेर्न मिल्छ क्या त्यो लाली साली किन्ने भयो यहाँ छन् यहाँ दोकानमा यो अब हामी मार्केटभित्र गयौँ यस्तो छ यार मार्केट यार यस्ता के हेरेको होला यस्तो पुलिस्टरका अलादिन छन् त यहाँ मार्केट यस्तो के हेरेछ क्या यो कस्तो यस्तो यो पुलिस्टरको बिचरा बिजाउँदैन फलफुलहरू पनि छन् यस्तरी फलफुलहरू पनि टन्न छन् होइन टट्ट सजाएर कपडाहरू छन् यहाँ के अलमल परियो त राजा मार्केट देखेर हामी हेरेको हेरे हो मार्केट देखेर हामी हेरेको हेरे यति बेला हेरेको हो यस्तै हुन्छ कक्कै यसरी सजाएर राखेको छ है दामी छ ल मलाई त मन परेन त ठिक लागेन त माथि सेतो छ त त्यस्तो पाँच जता कतै यस्तो छ क्या बिग मार्केट हो यो खानाको बिग मार्केट यहाँ लचुरा डोरीहरू पनि छन् है त्यहाँ श्रृङ्गारका सामानहरू पनि छन् यहाँ सितरी यहाँ ल कहीँ आँखा लाग्यो साउनको महिना हरियो चुराहरू त्यहाँ छन् तावा पोइन्टर सुनेता लेडिसका पोइन्टहरू के चाहियो के खोजेको ए पाउजु यति बेला हामी पाउजु किन्ने भन्दैछौँ हामीहरू पिक्चरको लागि अब पाउजु हेर्दैछौँ छान्दैछौँ बिग मार्केट हो यहाँ नपाउने केही छैन यहाँ यो एक ठाउँभित्र सिङ्गाहरू नि मार्केटहरूमा टक्क हेर्दै हिँड न कति राम्रा छ नि ल्याङ्गा चोलीहरू यहाँ टक्क
सब सक्यो कता यो घडालो कस्तो छ भनेपछि किन्ने चिजतिर जानु नकिन्ने चिजतिर जान्छ यस्तो सेतोमा के किन्न 2 दिन बिचरा धुनले हैरान यार जीन्स लगाउने र जीन्स पैन्टहरु पनि डिजाइन का पैन्ट हैन त्यो मार्केट छ आयुर्वेदिकहरु पनि छैन सबै कलरहरु यही सबै खाना बजारमा आउनुस् मार्केट गर्नुस् राम्रा कपडाहरु पाइन्छन् हैन हामीहरु शपिङ त गयो शपिङहरु अब हुँदै बाँकी छ यत्रो मार्केटमा केही पनि किनिएन है मन्दिर पनि